दर्शक श्रोताहरू, यति बेला फुन्टी सिरियलमा भने यता बालकुमारीलाई जेठी बुहारीले दिएको 5 तोलाको सिक्री भने नक्कली भएको प्रमाणित भएको छ। हो साथीहरू, जब बालकुमारीले बुहारीले दिएको सिक्री बेचेर छोरीको विवाह गर्ने निर्णय गरी बेच्न गएको अवस्थामा अब सुन पसलले भने यो गहना नक्कली हो भनेपछि अब बालकुमारी छक्क परेकी हुन्छन्। हो साथीहरू, यो कुरा भने घरमा आएर बालकुमारीले रुजेको बिरालो जस्तो भई आफ्नी जेठी बुहारीलाई, बुहारी तिमीले दिएको गहना त सुन पसलले नक्कली हो भनेको छन् त भनेपछि यता बुहारी भनी ठाडो ठाडो जवाब दिँदै सासूलाई, हो मैले दिएको गहना नक्कली नै हो, तपाईलाई नै दिएको हो, तपाईहरू कहिल्यै गहनाको मुख नदेख्नु भएकोले मैले नक्कली नै हो भन्न खोज्दै थिएँ, तपाईहरूले सक्कली हो भनेर बुझ्नुभयो, मैले के गर्नु त त्यसमा भनेर भनेकी हुन्छन्। हो साथीहरू, बिचारी ती सोझी भुन्टी बुहारीलाई भने बालकुमारीले बसी खप्नु नदिएर यति धेरै यातना र पीडाहरू मर्नसम्म बाध्य गराउने यी सासूले भने जेठी बुहारीलाई केही बोल्न सकिरहेको अवस्था छैन। हो साथीहरू, बिचारी गतसाता हराएकी भुन्टी भने आत्महत्या गर्नका लागि भिरबाट हाम फालेकी हुन्छन्। हो साथीहरू, यसै क्रममा टोकले आएर यति बेला भुन्टीलाई बचाउन सफल भएका छन्। हो साथीहरू, बिचारा भुन्टी भनी एकान्तमा गएर बसिरहेको अवस्था हुन्छ। अब आफू मर्न बाहेक अरू औचित्य नदेखेपछि भुन्टीले यो कदम चाल्न बाध्य भएकी हुन्छन् भने यता भूपेन्द्र भनी होटलमा तरुणीसँग यानि कि गर्लफ्रेन्डसँग खुसी खुसीका साथ रोमान्च गरेर बसिरहेको अवस्था छ। हो साथीहरू, यता टोकलेले भने भुन्टीले लेखेको चिठी भेटेपछि घरमा गएर भूपेन्द्रका दाजुलाई सबै कुरा खोलेका